काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन के गर्नु आज जुम्पुरी यहाँ यी केटाहरूले स्कुल लाइफमा पनि यार साह्रै परेशान रहेछ। ल विद्यार्थी भाइहरू, आज हाम्रो क्लास सुरु भएको छ र हाम्रो आदरणीय म्याडम पनि आउँदै हुनुहुन्छ। म्याडमलाई चाहिँ एकदम मायाले सम्मान गरेर इज्जत गर्ने है। ल भन ल, यो डस्टबिन युज मी फोर मलाई। ल भन, फोर कसलाई? फोर तपाईलाई। ठै एक्सक्यूज मी क्लास। वेलकम वेलकम वेलकम। आउनु म्याडम आउनु। ल विद्यार्थी भाइहरू, उहाँ चाहिँ हाम्रो नयाँ म्याडम हुनुहुन्छ। र सबैले आफ्नो इन्ट्रोडक्सन दिने है। ए ल पहिला तले। मैडम नमस्ते, मेरो नाम चाहिँ गाँड फाँडे यादव। नमस्ते मैडम, मेरो नाम रमेश। नमस्ते मैडम, मेरो नाम लिन्डा बहादुर सिंह। नमस्ते मैडम, मेरो नाम चाहिँ तिम्रो दिलको टुक्रा। नमस्ते मैडम, मेरो नाम जोनी सिंह उपाध्याय बाहुन। ल विद्यार्थी भाइहरू, तिमुरको इन्ट्रोडक्सन भयो। अब हाम्रो म्याडमले पनि आफ्नो इन्ट्रोडक्सन दिनुहुन्छ र केही कुराहरू तिमुरमा राख्नुहुन्छ। ल मजाले सुन्ने है। मलाई चाहिँ स्कुलको विद्यार्थीहरू एकदम मन पर्यो है। हजुर। सब अनुशासन रहेछन्। हजुर हजुर। मलाई देख्ने बित्तिकै बुढाबुढीले चाहिँ र्याल चुहाए, त्यो जोन्नीले मात्रै किन चुहाएनन् सर? किन म हट छैन र? मेरो मुखबाट र्याल नचुहाए के भयो त म्याडम? अन्तबाट त र्याल चुहिसक्यो नि अलरेडी। के भन्छ यार म्याडमको अगाडि? नाट्य उडाइजानु तिम्रो विद्यार्थी त। मैडम हजुरको नाम चाहिँ के हो? मेरो नाम चाहिँ कमला सिन्कुरी हो है। अनि उमेर चाहिँ कति हो नि म्याडमको? मेरो उमेर चाहिँ 16 वर्ष हो है। उमेर मात्र सानो रहेछ, बोगटे त ठुला रहेछन् नि। भाइ के बोलिरहेको छ तैँले? मैले सब सुनिसकेको छु त्यो है। हेर म्याडमलाई इज्जत दे, बल्ल म्याडमले आफ्नो इज्जत दिने। यो पनि उस्तै रहेछ रन्डो। ल विद्यार्थी भाइहरू, आजको क्लास यही सकियो। ल जाऊ घर घर। छोडिया सर रहेछ यार, मुड खराब गरिदियो छ्या। किनभने मेरो माथि म्याडम हजुर, तपाईँले चलाउने मोबाइलको नम्बर दिनु न। खै सर अब त